आज चाहिँ हामीले कलर एक्सन जुन गेम खेल्न गइरहेको छौँ हामी तिनजना ल्याएको सामान देखाउनु ल मेरो थोरै छ सबैभन्दा यो प्लास्टिक मात्र हो डबल टेबल तिमीले देख्छ भनेर सुरुमा म भन्छु ल कुन कलर ब्ल्याक कलर है ब्ल्याक भयो भयो दुईजनाको भयो सबैले दिन भएको छैन छिटो खोज्नु नि यार देखाउने गर न अनुहार लिएर देखाउनु ल कसले निकाल्ने ल राख म मोबाइल सुरुमा एकैजना निकालौँ न ल 3 2 1 गो अब दिदीको पानी यहाँ छ है ब्ल्याक कलर आम्मा तपाईँ टुप्पो खानु मलाई त्यसलाई अर्को पनि छ ब्ल्याक कलर यो चाहिँ झोला सिलाएर राख्नलाई हो कि साथै मलाई त्यहीबाट हाल्छ भनेर यो खोल्नु त यो खोल्नु अब अर्को कुन कलर त्यहाँ हेर्नु त दिदी भन्नु कुन कलर छ त मलाई रेड रेड दिदी रेड हो ल है छिटो पुग्यो भाइ भिडै सक्ला अहिले ल भयो भयो ल एकैचोटि 3 2 1 गो मैले नि यहाँ भित्र टिका पनि छ मेरो यो सामान यहाँ थ्याङ्क यू हामीलाई थ्याङ्क यू यो कसको यो सन्ना दिदीको घरमै भएको जस्तो छ त सेम गराउनु छ त्यस्तो कप सेम ल अब अर्को कुन कलर हेर्नु त एउटा कहाँ गएछ कुन कलर छ भाइ मेरो त कलरै हो पिङ्क कलर पिङ्क मेरो त स्पेसल पिङ्कै छ ल भयो है मेरो त ल है त ल ल्याउँ छिटो 3 2 1 गो अर्को चाहिँ थ्याङ्क यू हुन्छ नि त यो कसले ल्याएको यता किन ल्याएको यता यो त्यो मैले ल्याएको मैले रेडमै हो हालेको त्यो रेडमा फेरि तिमीले यो रेड हाल्दै हो यो खोल्नु कति यस्तो भएको है त्यसपछि अर्को तिमीहरूलाई